आज मलाई निकै खुसी लागेको छ। खास गरी नेपाल सरकारको यो वर्षको अथवा आर्थिक वर्ष 82-83 को नीति र कार्यक्रममाथि हामी छलफल गर्दै अन्तिमतिर आइपुगेका छौँ। त्यस्तो बेलामा पूर्व सांसद मञ्चले आज यो नेपालको वर्तमान अवस्था, चुनौती र समाधान जस्तो एउटा गहन विषयलाई लिएर यो एउटा गोष्ठी आयोजना गरेको छ। यो गोष्ठीले निश्चय पनि सरकारले लिने नीतिहरू विभिन्न क्षेत्रमा के हुनुपर्छ, अहिले हाम्रो देशका अगाडि विभिन्न क्षेत्रका चुनौतीहरू के हुन्, तिनीहरूलाई समाधान गरेर जानको लागि तत्काल गर्नुपर्ने र अलि दीर्घकालीन ढङ्गबाट के गर्नुपर्छ भन्ने सुझाव दिनेछ र यसको उपस्थिति हेर्दाखेरि ती सुझावहरूले उपयुक्त स्थान पाउनेछन् र खास गरी कार्यान्वयन गर्ने कार्यपालिकाले त्यसलाई यी सुझावहरूलाई कार्यान्वयन गर्ने गरी नीतिमा समावेश गर्नेदेखि लिएर व्यवहारमा लागू गर्नेछ। त्यस मानेमा यो कार्यक्रम सफल हुनेछ भन्ने मैले विश्वास लिएको छु। त्यस अर्थमा यो कार्यक्रमको सामूहिकता महत्त्वलाई अझ महत्त्व राख्दछ भन्ने कुरा म यहाँहरूलाई भन्न चाहन्छु। यति कुरा राखिसकेपछि थोरै उद्घोषक मित्रले सन्दर्भ उठाउनु भयो। त्यो के हो भने आज मलाई अर्को मानेमा पनि खुसी लागेको छ कि हामीले हाम्रो संसदको परिसरभित्रै अथवा सिंहदरबारभित्रै यो कार्यक्रम यसरी आयोजना गर्नु आफैमा एउटा राम्रो कुराहरू हो। यो कार्यक्रमलाई कसै न कसैको सहयोग जुटाएर कुनै बाहिर ठाउँहरूमा गर्ने कुराहरू त्यति प्रभावकारी हुँदैन जति यहाँ हुन्छ। यसका व्यवस्थापनहरूमा समस्याहरू होलान्, तर यो महत्त्वपूर्ण छ। मलाई के लाग्छ भने पूर्व सांसदहरू, त्यसमा पनि अहिले त हिजोको एउटा व्यवस्थालाई परिवर्तन गर्ने सन्दर्भमा लामो योगदानहरू गरेर आएको र परिवर्तन गरिसकेपछि अहिलेको हाम्रो सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान घोषणा गर्ने र त्यो संविधानलाई कार्यान्वयन गर्ने तहबाट काम गर्दै आइरहेको एउटा पुस्ता छ। त्यो पुस्ता संसदकै एउटा कुनै न कुनै रूपबाट पूर्व सांसदहरू, चाहे त्यो संविधान सभाका सांसदहरू हुनुहोस् चाहे पूर्व सांसदहरू हुनुहोस्, उहाँहरू यसको एउटा अङ्गको रूपबाट काम गर्ने प्रणाली व्यवस्था कसरी गर्न सकिन्छ, के गर्यो भने यसको त्यो योग्यता क्षमता चाहिँ राष्ट्र निर्माणमा लाग्नेछ। खास गरिकन संसदीय क्षेत्रबाट यसले कामहरू गर्नेछ। यो एउटा दायित्व र जिम्मेदारी निर्वाह गर्नुपर्छ। त्यस मानेमा पनि यहाँभित्र यस्ता बहस हुने, छलफल हुने र यसलाई समावेश गरेर जाने कुराको महत्त्व राख्दछ भन्ने मलाई लाग्दछ। धेरै साथीहरूले मौका पाउँदा धेरै अनुभवहरू व्यक्त गर्नुहुन्छ, जुन अनुभव सबैलाई काम लाग्ने हुन्छ र त्यसले एउटा नीति र व्यवहारको रूप लिनेछ। तर अहिले मैले थोरै भन्दाखेरि पनि धेरै महत्त्वपूर्ण कुराहरू पूर्व वक्ता मित्रहरूले शुभकामनाको सन्दर्भमा पनि राखिसक्नु भएको छ। देशको अवस्थाको चर्चा विभिन्न ढङ्गबाट गर्न सकिन्छ। पहिलो कुरो त दृष्टिकोणको कुराहरू हो। यदि सकारात्मक दृष्टिकोणबाट देशको अवस्थाको बारेमा चर्चा गर्ने हो भने सबै कुरा एकदम राम्रो भएर अगाडि बढेको सकारात्मक व्याख्या गर्ने प्रशस्त आधारहरू छन् र तिनीहरू यथार्थमा आधारित पनि छन्। नकारात्मक ढङ्गबाट व्याख्या गर्ने हो भने तुलनात्मक ढङ्गबाट यस्तो हुनुपर्थ्यो त्यस्तो हुनुपर्थ्यो, यो भएकोलाई के मान्न सकिन्छ, के गर्न सकिन्छ र सबै बेठिक भएको छ भने प्रशस्त चर्चाहरू गर्न सकिन्छ। तर जे भए पनि अहिलेको सन्दर्भमा नेपालको वर्तमान अवस्था के हो, विभिन्न क्षेत्रको अवस्था के हो, यसको बारेमा राजनीतिक कर्मीहरूले सही ढङ्गबाट विश्लेषण गर्ने एउटा उपयुक्त बेला भएको छ। त्यो विश्लेषणको आधारमा त्यसको अवस्था पत्ता लगाउने, पत्ता लागेको अवस्थाको आधारबाट अगाडि कसरी जाने भन्ने बारेमा निर्णय लिने, त्यो निर्णय कार्यान्वयन गर्ने विभिन्न निकाय, अङ्ग, क्षेत्र, व्यक्तिहरू छन्, तिनीहरूलाई कसरी त्यसलाई कार्यान्वयन गराउन सहयोग पुर्याउन सकिन्छ र त्यो कार्यान्वयनको माध्यमबाट चुनौतीको सामना गर्दै अगाडि बढ्न सकिन्छ भन्ने एउटा बेला आएको छ। सन्दर्भ काठमाडौँको चैत 15 गतेको विरोध प्रदर्शनको हत्या, हिंसा, आगजनी, लुटपाट, चोरी, डकैतीको हो। त्यो कुरालाई लिएर अहिले एउटा चर्चामा छ। त्यो म सम्झिरहेको छु। त्यो के छ भने नेताको विरुद्धमा र कतिपय मानेमा अहिलेको प्रणाली अथवा नीतिको विरुद्धमा यो संसदीय प्रणाली अथवा शासन प्रणालीको विरुद्धमा चर्चा चलिरहँदाखेरि
एकजना कलाकारले नेता परिवर्तन होइन जनता परिवर्तन गर्नुपर्छ भन्ने कुराहरू उठाएको छ। मलाई पनि त्यो कुराहरू सोच्नुपर्छ भन्ने लाग्छ। किनभने यथार्थ के हो भन्ने कुरा अहिले नेपाली जनताहरूले हेर्ने कम भइरहेको छ। एउटा धारणा बनायो त्यसलाई चर्चामा जाने कुरा गरिरहेको छ। सन्दर्भ कहाँ मिल्छ भने व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएन भने व्यापक रूपबाट छ, आम जनतामै छ, आम रूपबाटै छ। हामीले यसलाई मसिनो विश्लेषण गर्यौँ भने आम रूपबाट छ। अहिले समयमा त्यता हामी नजाउँ, तर यथार्थ अब त्यस्तो हो कि होइन त? यथार्थ त्यस्तो होइन। यथार्थलाई बुझ्ने, बुझाउने, त्यसलाई लिएर अगाडि बढ्ने यो मानसिकता कम भएर गइरहेको छ। त्यसको मतलब हो जनताको सोच त परिवर्तन गर्नुपर्ने भएको छ। जनताको सोच किन परिवर्तन हुँदैन? व्यवहारमा परिवर्तन नदेखेपछि हुँदैन। कुप्रचारले महत्त्व पाइसकेपछि सही कुरा पनि हराएर जान्छ वा सही कुराको विकास हुँदैन। यो दुईटै कुरा आज छ, तर यो कति मात्रामा छ, के छ, यसको विश्लेषण गर्नुपर्छ भन्ने मलाई लाग्छ। आज जनताहरूले सबै कुराहरू नकारात्मक मात्रै देखिरहँदाखेरि वा जनताको बिचमा त्यो प्रचारहरू भइरहँदाखेरि त्यही यथार्थ हो कि होइन त? नेता परिवर्तन त प्रणालीले नै गर्छ, आवधिक निर्वाचनले गर्छ, स्वाभाविक रूपमा त्यो भएर आइरहेकै छ। त्यो गर्छौँ, त्यसलाई आज कसरी वैज्ञानिक बनाउन सकिन्छ भन्ने आज पनि हाम्रा विज्ञ मित्रज्यूहरूबाट त्यो निर्वाचन प्रणालीकै बारेमा पनि कार्य प्रस्तुत हुन्छ। हामी बसेर बहस छलफलहरू गर्छौँ। त्यसको मानेमा नेता परिवर्तन त त्यही हुन्छ, तर नीति प्रणाली परिवर्तन गर्नु जरुरी छैन र गर्नु हुँदैन। यो नै के भनेदेखि एउटा वैज्ञानिक र यो एउटा सही नीति हामीले अपनाएका छौँ, यो प्रणाली अपनाएका छौँ भनिरहेका छौँ। त यस्तो बेलामा कुप्रचारहरू पर्याप्त रूपबाट गइरहँदाखेरि सकारात्मक ढङ्गबाट सोचेर यसैमा विकास गर्ने प्रवृत्ति कसरी विकास गर्ने, त्यसको लागि व्यवहारमा गर्नुपर्ने मुख्य कामहरू गर्न सक्नु पर्यो र कुप्रचारलाई सुप्रचार गर्ने परिपाटीको विकास गर्नको लागि जनताको त्यो सोचमा पनि परिवर्तन गर्नु पर्यो। त्यो कहाँबाट हुन्छ र कसले गर्छ? मलाई लाग्छ यस्तै संस्थाहरूले गर्छ। यसलाई नीतिमा लगिन्छ र त्यो नीतिलाई कार्यान्वयन गर्ने कुरामा चाहिँ हामी अगाडि जानुपर्छ। त्यस मानेमा जनतालाई परिवर्तन गर्नको लागि व्यवहारबाट परिवर्तन गरेर आउने कुराहरू स्वाभाविक रूपबाट त्यो भएर आइरहेको छ, आउँछ। अझ बढी गर्नुपर्ने छ, आवश्यकता त्यो छ। तर कुप्रचारले पाइरहेका प्रचारहरू त्यसलाई परिवर्तन गर्नको लागि यस्ता ठाउँहरू महत्त्वपूर्ण फोरमको रूपबाट विकास हुनुपर्छ। यसमा मुख्य गरिकन ध्यान जान सकोस्। अहिले देखिएको कुराहरूमा हाम्रो देशको राजनीतिमा अस्थिरताहरू छन्। खास गरी 1803 विक्रमको 3 देखिको कोत पर्वतदेखि राणाकालको स्थितिलाई हामीले हेऱ्यौँ भने अस्थिरतामा त्यति बेला बितेर आएको छ। 7 सालको परिवर्तनदेखि 15 साल हेऱ्यौँ भने पनि अस्थिरताहरू प्रशस्त देखिन्छ। 15लाई फेरि निर्वाचित सरकारलाई अपदस्थ गरेर 17 देखि 46 सालसम्मको पञ्चायतमा पनि अस्थिरताहरू प्रशस्त देखिन्छन् र अब 46 पछाडिको 62-63 का बीचका घटनाहरू अघि पनि केही चर्चा भए, राजाका कु गर्ने प्रयत्नहरू, ती सबै र त्यस पछाडिबाट अहिलेसम्म आउँदा निर्वाचित सरकारहरूको एउटा कार्यकाल पुरा गर्न नसक्ने र अहिलेको वर्तमान सरकार एउटा समस्या नेपालमा राजनीतिक अस्थिरताहरू हो। प्रणालीभित्र पनि सरकारको अस्थिरता, सरकार र नीति र कार्यक्रम कार्यान्वयन गर्ने समयको अभाव र नेताहरूको परीक्षणको अभाव, यी तमाम कुराहरू पनि हाम्रो परिप्रेक्ष्यमा छन्। त्यसमा पनि अहिले निर्वाचन प्रणाली यसले समावेशिताको हिसाबबाट देशको प्रतिनिधित्व गर्ने गरी जे प्रणाली अपनाएका छौँ त्यो ठिक छ, तर त्यसलाई प्रभावकारी ढङ्गबाट बनाउनको लागि यसको गुणस्तर कसरी बनाउन सकिन्छ, त्यसको परिणामस्वरूप पनि आज विभिन्न संस्थाहरू, खास गरिकन संसदभित्र पनि हाम्रो संसद जति प्रभावकारी हुनुपर्थ्यो त्यो हुन सकिरहेको छैन। त्यसलाई कसरी प्रभावकारी पार्न सकिन्छ? आवश्यक नीतिहरू, नियमहरू परिमार्जन गर्नुपर्ने के छन्, त्यसका बाधक रहेको संविधानमै के छ, त्यसलाई संशोधन गर्ने तरिका र परिपाटी के वैज्ञानिक हुन सक्छ, यी लगायतका कुराहरू पनि आज हामीले गर्नु जरुरी छ।
त्यो दिशामा पनि हामीले विकास गर्नुपर्छ। उदाहरणको लागि भनौँ, शिक्षा क्षेत्रका समस्याहरूलाई खास गरी पेशागत हकित र अधिकारको लागि शिक्षकहरूले गरेका करिब पटक पटकका त्यसमा 1 वर्ष अगाडिदेखिको आन्दोलन, भर्खरै भएको सम्झौता, यसलाई हेर्दाखेरि देशको मूल कानुन संविधानको विपरीत शिक्षकका मागहरू छन्। सरकारले ती मागहरू पुरा गर्न तयार छ। सरकारले ती मागहरूलाई सम्बोधन गरेर शिक्षा ऐन विधेयकको रूपबाट ल्याउन सकेको छैन। संसदहरू संविधानको खिलाफमा त्यस्तो ऐन पास गर्न तयार छैनन्। अब देशका राजनीतिक शक्तिहरू हिजो हामीले नै गरेका यी स्वीकृतिहरू छिटोभन्दा छिटो के भनेदेखि कानुन बनाएर आउनुपर्ने किन ढिला गरिरहेका छन् भनेर उकास्ने कामहरू गरिरहेका छन्। यसको चिरफार कसले गर्छ, कहाँबाट गर्छ, कसरी गरिन्छ, यी जस्ता कुराहरू गर्नको लागि पनि मलाई लाग्छ यो फोरम धेरै महत्त्वपूर्ण छ। त्यसैले हामीले समस्या आयो भने समाधान पनि ठिक ढङ्गबाट गर्ने बाटो के हो, तरिकाहरू के हुन्, यी जस्ता कुराहरू गर्नु जरुरी छ। आज विद्वानहरू यहाँ रहनु भएको छ र उहाँहरूले आफ्ना क्षेत्रका धेरै महत्त्वपूर्ण कुराहरू चाहिँ यहाँ प्रस्तुत गरेर जानुहुनेछ र त्यो प्रस्तुतिको लागि नभएर त्यसलाई कार्यान्वयन गर्नको लागि कसरी जाने भन्ने कुरामा नै मुख्य गरिकन यो गोष्ठी जान सकोस्। र म बडा स्पष्टताका साथ के भन्न चाहन्छु भने हामीले हेर्दाखेरि अहिले इस्वी सन् 1990 विक्रम सम्वत 2046 त्यति बेलाको पोइन्ट र अहिले गएर हामी इस्वी सन् 2025 विक्रम सम्वत 2082 यसलाई हेऱ्यौँ भने शिक्षामा, स्वास्थ्यमा, मान्छेको आर्थिक उपार्जनका अथवा प्रति व्यक्ति वार्षिक आय अथवा त्यो मासिक आयमा, रोजगारीको क्षेत्रमा र भौतिक पूर्वाधारको क्षेत्रमा डबल त एकदम न्यून कुराहरूमा हुन्छ, तर 4 गुणा प्रत्येक कुराहरूमा विकास भएर आएको छ। यसका तथ्य डाटाहरू मसँग प्रशस्त छन् र यो पर्याप्त विकास भएर आएको छ। सङ्ख्यामा भन्ने भने 500 ननागेको डाक्टरहरूको सङ्ख्या अहिले 14,000 15,000को नजिक डाक्टरहरूको सङ्ख्या छ। 15,000 छ, त्यसमा पनि विशेषज्ञ डाक्टरहरूको सङ्ख्या 10,000 छ। 46 सालको गणनालाई तपाईँले हेर्नुभयो भने 500 नआएको छैन, त्यो अहिले 15,000को नजिक पुगेको छ, 15,000 छ भन्न सकिन्छ। एवं रीतिले सबै कुराहरूमा परिवर्तन भएर आएको छ। तर नकारात्मक कुरा यस्तो छ कि पुरै यहाँ केही गरेनन्, लुटे खाए आफ्नो स्वार्थको लागि आदि कुराहरू प्रचारित छ। यो पर्याप्त छ र हामीले सन्तोष गर्नुपर्छ भन्ने होइन, आज यताबाट बोल्न पाउँदा यहाँ बस्दाखेरि भन्ने कुराहरू होइन, तर यथार्थमा उभिएर भन्दाखेरि त्यो स्थितिहरू के हो, यतिले पुगेको छैन, यो गतिले हुँदैन, अरू धेरै गर्नुपर्छ। तर यो भएको कुरालाई देख्ने कि नदेख्ने, यो के भएर आयो, कसरी आयो, त्यस्तै गरी हस्पिटलको सङ्ख्यादेखि लिएर तमाम कुराहरू म यहाँहरूको महत्त्वपूर्ण समय नलिउँ, किन यहाँहरू आफै पनि विद्वान हुनुहुन्छ। तर कम्पेरिटिभली हेर्दाखेरि अवस्थामा यत्रो ठुलो परिवर्तन भएको छ। यो परिवर्तन व्यवस्थाले गर्दा हो, दावाका साथ भन्न सकिन्छ यो प्रणालीको कारणले गर्दाखेरि यो हो। आज जनप्रतिनिधिहरू, राष्ट्रपतिदेखि लिएर जनप्रतिनिधिहरू जुनसुकै निकायमा बसेर काम गर्नेहरू हुन्, उनीहरू यो कुरामाथि, जनतामाथि आधारित भएर काम गर्नुपर्छ र यसमा के भने उहाँहरू खरो उत्रिन सक्नु भएन, उहाँहरू असफल भएर जानुहुन्छ। उहाँहरूको सङ्घ संस्था, राजनीतिक पार्टी, दल, निकायहरू कमजोर भएर जान्छ। त यसकै परिणामस्वरूप यहाँ आएको छ। तर व्यवस्थामा परिवर्तन हो, अवस्थामा परिवर्तन भएन भन्ने कुरामा टेकेर आज फेरि इतिहासलाई फर्काउन चाहने शक्तिहरू, विचारहरू टाउको उठाइरहेका छन्। त यो कुरालाई बुझेर पनि संसदका गतिविधिहरू गम्भीर हुनु जरुरी छ र संसदले लिने नीति र निर्णयहरू लिनु जरुरी छ। त्यसैसँग गाँसिएर संविधानको संशोधनदेखि लिएर अन्य कतिपय ऐन, कानुन, नियम, निर्देशिकाहरू बनाउने कुरा, आर्थिक नीति र योजनाहरू बनाउने कुरा र सरकारले कार्यान्वयन गर्ने विभिन्न क्षेत्रका काम कारबाहीहरू गर्ने कुरामा यो आजको कार्यक्रम प्रभावकारी ढङ्गबाट सुझाव, निष्कर्ष निकालेर सुझाव दिन सफल हुन सकोस् र त्यसलाई लिएर संसदले प्रभावकारी ढङ्गबाट काम गर्न सकुन्, त्यही हार्दिक शुभकामना सहित फेरि पनि मलाई समसामयिक विषयमा
प्रमुख अतिथिको हैसियत दिएर बोलाउनु भयो, त्यसको लागि आयोजक संस्था सङ्गठन र त्यसमा पनि पूर्व सांसद मञ्चलाई हार्दिक धन्यवाद दिँदै मेरो भनाइ यहाँ अन्त्य गर्दछु। धन्यवाद।